चीनको दक्षिणपश्चिम युनान प्रान्तको पुआर सहरको सम्बन्ध नेपालसँग पनि जोडिएको छ। यो पुआर सहरमा अवस्थित निङ्गर हानी र यी स्वायत्त काउन्टी चिया घोडा मार्गको एक महत्त्वपूर्ण स्थल थियो। यहाँको छामा प्राचीन सहर सडक र वरिपरिका गाउँहरू चिया र घोडा प्राचीन सडक मार्गको प्रारम्भ बिन्दु हो। झन्डै 300 वर्षको इतिहास बोकेको यो सडक अहिले प्राचीन र वर्तमान समयको पुल बनेको छ। नाखली चिया र घोडाको प्राचीन सडक पुरानो व्यापारिक मार्ग मात्र होइन, यो इतिहासलाई वर्तमानसँग जोड्ने एउटा पुल पनि हो। मानिसहरूलाई चियाको सुगन्ध र समयलाई पार गरेको अनुभूति यहाँ दिलाउन सक्छ। जो कोहीलाई यहाँ पाइला टेकेपछि नै प्राचीन कालमा फर्के जस्तो लाग्न सक्छ। यो युनान प्रान्तको पुआर सहरको नाखली गाउँको दृश्य हो। यो एउटा प्राचीन गाउँ र प्राचीन चिया घोडेटो हो। यस गाउँको सम्बन्ध प्राचीन चिया घोडा मार्गसँग जोडिएको छ, यानि कि यो गाउँ प्राचीन चिया घोडा मार्ग भित्रको एउटा भाग हो। त्यसबेला हुने चियाको कारोबार आज पनि यहाँ जारी छ। अर्थात् प्राचीन चिया घोडा मार्ग इतिहास भए तापनि यो ठाउँमा आज पर्यन्त चिया कारोबार हुने गरेको छ र साथै यो गाउँले यहाँ आउने पर्यटक तथा अन्वेषक र जिज्ञासुलाई प्राचीन कालको चिया सभ्यतामा डोर्याउन सफल छ। यस प्राचीन सडकको एक महत्त्वपूर्ण ठाउँ नाखली ऐतिहासिक आकर्षण र प्राकृतिक सुन्दरताले भरिएको सानो गाउँ हो। यो नाखली गाउँ अहिले पर्यटकका लागि उत्कृष्ट गन्तव्य बनेको छ। यो गाउँलाई लुकेको मोती भन्दा फरक पर्दैन। यसरी चियाको इतिहास बोकेको यो गाउँको भ्रमणले वर्तमानबाट प्राचीन समयमा पुर्याउँछ। यो इतिहासलाई जोड्ने एउटा पुल पनि हो। यो त्यसबेलाको उच्चस्तरीय होटल थियो जुन आज पनि चिया पारखीलाई स्वागत गरिरहेको छ। नाखली एक प्रमुख चिया उत्पादन क्षेत्र हो। उच्च गुणस्तरको चिया पत्ताहरूको लागि चिनिन्छ, जुन चिया पारखीहरूले मन पराउँछन्। नाखलीमा तपाईँ समृद्ध चिया संस्कृतिको स्वादमा रम्न सक्नुहुन्छ। साथै खुसियाली र समृद्धि यहाँ देख्न पाइन्छ। यहाँको चिया घोडा प्राचीन मार्ग तुलनात्मक रूपमा संरक्षित छ, जसकारण तपाईँले ती पुराना दिनको कल्पना गर्न सक्नुहुन्छ। स्थानीय भाषामा यो नाखलीको अर्थ नजिकको खेत हो। चरीको चिरबिर आवाज, खोलाको कलकल र चियाको सुगन्ध बीच यो नाखलीको भ्रमण अविस्मरणीय छ। यो मार्ग चीनको ल्हासा अनि चामो हुँदै नेपालसम्म पुगेको थियो। नाखली चिया र घोडा प्राचीन मार्गको पुरानो व्यापारिक क्षेत्र र बाटो मात्रै होइन, आज यो इतिहासलाई जोड्ने एउटा पुल पनि हो। हाल दैनिक 2000 पर्यटक भित्रिने यो गाउँलाई राष्ट्राध्यक्ष सी जिनपिङले सन् 2008मा तत्कालीन उपराष्ट्राध्यक्ष हुँदा भ्रमण गर्दै यसको संरक्षणका लागि पहल गर्नुभएको थियो।
प्राचीन चिया घोडा मार्ग इतिहास भए तापनि यो ठाउँमा आज पर्यन्त चिया कारोबार हुने गरेको छ र साथै यो गाउँले यहाँ आउने पर्यटक तथा अन्वेषक र जिज्ञासुलाई प्राचीन कालको चिया सभ्यतामा डोर्याउन सफल छ। चरीको चिरबिर आवाज, खोलाको कलकल र चियाको सुगन्ध बीच यो नाखलीको भ्रमण अविस्मरणीय छ।